सुजीको पनि पुवा बन्छ भन्दा कति साथीहरू चाहिँ अचम्म पर्नु होला है, थाहा नभएको साथीहरू चाहिँ। ल आउनुहोस् साथीहरू, आज चाहिँ मेरो व्रतको दिन, अब मैले अरू खाना नमिल्ने, अनि त्यही भएर मैले चाहिँ हतार 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 सुजीको हलुवा खाइ छाती पोल्छ, बरु पुवा खान्छु भनेर यो सुजीलाई चाहिँ अब पानीमा भिजाउँदा पनि हुन्छ, दुधमा भिजाउँदा पनि हुन्छ। अनि मैले चाहिँ दुधमा टक्क भिजाइवरी अनि मरमसलाहरू ठिक्क पारिवरी मरमसलालाई मैले हेर्नुहोस् मिक्सरमा राखेर यी दुईटालाई सबैलाई यहाँ एक आपसमा लडाइँ गर्नलाई घ्यारघुर पारिकन यत्तिको धुलो भएको थियो साथीहरू। अनि यत्तिको धुलो भइसकेपछि अर्कोतिर चाहिँ मैले हेर्ने भवानी घिउ राखेर चम्म राखेर घिउ यति मजाले घिउ राखिदिएँ केको लोभ खानालाई पनि भनेर। अनि घिउ राखिसकेपछि अघि बनाएको हेर्ने मरमसलाकोलाई धुलोलाई पनि मैले यसरी राखेर एकछिन बुटबाट गरिकन ल हेर्ने यहाँ चम्म घिउ हेर्नु त कति मजाले घिउ त्यहाँ गरेको देखिएको। अनि यो माथिबाट हेर्नु अब कतिखेर बनलाएर खाइहाल्नु भने यति हतार भएको थियो। अनि माथिबाट मैले अहिले बनाएको सुजीकोलाई पनि यसलाई मजाले यहाँ राखेर यसरी हेर्नु ओल्टाइ गरेर मजाले मैले छोपी पकाएको थिएँ साथीहरू। यति मिठो हुन्छ र यो त। अनि छोपी पकाइसकेपछि अनि फेरि यसलाई अब यसको आउँछ अलिअलि आफ्नोमा बल लाउने काम के। अनि बल लाउने काम भनेको बेला खुँडखाँड पारेर धुलो बनाउनु पऱ्यो नि त। अनि मैले पानी टक्क लाएर एकछिनलाई यससँग फाइट गरेर ल हेर्नुहोस् है साथीहरू भन्नाले मोलमा गरेर मजाले कटकुट गरेर अनि यत्तिको भइसकेपछि अब अलरेडी चिनी के खानु भनेर अनि मैले मङ्क फ्रुट पाउडर राखेर खाएको थिएँ साथीहरू। एकदम मिठो भएको थियो, हजुरहरू ट्राई गर्नु होला। थ्याङ्क यू।